हेलो दर्शकबिनहरू, के छ हालखबर? सबैमा नमस्कार छ। आज हामी तपाईँलाई नयाँ आइटम अझै एउटा अनबक्सिङ गर्न गएर छ। यसको पर्फर्मेन्स हेर्नु है। यो CYT को मिनी लेन्स हो के, CYT कम्पनी मिनी लेन्स, स्पेसली मोटरसाइकलको लागि। यो होन्डा साइन, हिरो होन्डा, सुपर स्प्लेन्डर सबैमा युज हुन्छ। जुन कम एम्पियरको ब्याट्री लागेको छ त्यसमा सबैमा मजाले पर्फर्मेन्स एकदम राम्रो गर्छ। ब्राइटनेस पनि धेरै राम्रो छ। यसको अनबक्सिङ गर्नु है। यो हजुरलाई यो यस्तोमा छ। अनि यो अलाइनमेन्ट मिलाउनको लागि स्क्रु पनि दिएको छ। यो अलाइनमेन्ट मिलाउने स्क्रु, यो हेलोजिन बल्बको सेपमा सेम। यसमा स्पेसहरूको पनि टेन्सन हुँदैन, मजाले जुनमा पनि मजाले लाग्छ। र यो हामीहरू अब यसको ब्राइटनेस हेर्न जान्छौँ र यसको पावर कन्जम्सन कति छ त्यो हेरौँ है। अब फर्स्ट अफ अल मल्टिमिटरमा अब हेर्नु, यो लेफ्ट साइडको यो माइनस भयो, बिचको लो बिम, यो हाई बिम। ल लो बिममा हेर्नु कति छ, 18.7 वाट भने चाहिँ यो 19 वाट हुन्छ। यो लो बिम, ब्राइटनेस एकदम हाई छ। अनि हाई बिम, लो पावर कन्जम्सन, हाई ब्राइटनेस। भित्र कुलिङ फ्यान पनि छ, भित्र कुलिङ फ्यान। यो हजुरले कम एम्पियरको, जस्तै 3 एम्पियरको 4 एम्पियरको ब्याट्री भएको मोटरसाइकलहरूमा सम्म युज गर्न सकिन्छ। तर हेडलाइटको कनेक्सन चाहिँ डीसीबाट हुनुपर्छ, ब्याट्रीबाट। एसीमा हुनु भएन। रेसमा भयो भने यो तुरुन्तै जल्छ। र हजुरहरूलाई यो प्रोडक्टहरू चाहिएको छ भने हाम्रो इन्स्टाग्राममा कन्ट्याक्ट गर्नु होला। ल च्यानललाई लाइक, सब्सक्राइब र सेयर गरिदिनु होला। धन्यवाद।